ब्लग हेलो साथीहरु हेलो भन्नु त आन्टी हेलो अब आज चाहिँ हामी पिकनिक खान जाँदैछौँ निलबारा है हाम्रो घरबाट नजिकै हाम्रा साथीहरु आउँदैछन् कोही गइसके ठीक हुन्छ छोरी हिँड्न पहिला अहिले तेरो दाम ठीक हुन्छ छोरी हिँड्न पहिला राम हेरेको त्यसले कहाँ दाउ पाउँछु भने प्रभु प्रभु होइन हिँड्नु न यहाँ चाहिँ मेरो बाबुले साथीहरु एउटा बाटोमा हिँड्ने बच्चाको लागि चाहिँ एकदम प्र्याङ्क गरिरहेछ म तिमीलाई चिनेको तिमीले मलाई चिनेको छैन अस्ति म तिम्रो खराएको होइन भनेर त्यो बाबु पनि कन्फ्युज भएर हेरिरहेको छ फाइनली साथीहरु हामी चाहिँ निलबाराई मन्दिर आइपुग्यौँ यहाँ चाहिँ एकदमै समथर ठाउँ रहेछ तल चाहिँ डाँडै डाँडा भए पनि एकदमै राम्रो ठाउँ रहेछ साथीहरु तपाईहरु पनि एकचोटी गएर हेर्नुहोला भन्दै हाम्रो भिडियो अगाडि बढाउँछौं अझै पनि हामीले हाम्रो आदि टोलीलाई भेटेकै छैनौं अब कति चाहिँ हिँड्नु पर्ने हो थाहा छैन साथीहरु हामी हिँड्दै छौं एकदमै रमाइलो वातावरण छ यहाँ अब चाहिँ हामीले फाइनली हाम्रो टिमलाई भेटेका छौं टिमहरु पनि पुरै हामी नआएर सुस्ताइसकेछन् बाँदरहरु पनि त्यत्तिकै छन् तर बाँदरहरुले मान्छेलाई अट्याक चाहिँ गर्दा रहेनछन् साथीहरु यहाँ एकदमै रमाइलो वातावरण छ पिकनिकको लागि एकदमै राम्रो छ तर हामीले चाहिँ सोचेका थियौं यो सानो जंगल छ तर यो जंगल चाहिँ एकदमै ठूलो रहेछ निलबाराईको जंगल हाम्रो आदि टिम चाहिँ अझै पनि आइपुगेको छैन यहाँ राजु मतलब कस्तो सुतेको भनिरहेछ हामीलाई मेरो भाइहरुले चाहिँ अनि यहाँ हामी सबैजना बसिरहेको छौं आनन्दले अब आदि टिमलाई अघि बढाउँछौं अब चाहिँ हाम्रो ड्राई पिकनिक सुरु हुँदैछ केक काटेर हामीले चाहिँ हाम्रो बुहारी बाहिर जानु भएको कारणले गर्दाखेरि
आज चाहिँ जङ्गलमा लगेर केक काट्दिँदैछौँ साथीहरू। पिकनिकको खाजाहरू चाहिँ यही हो साथीहरू। चिकन, मटन, चिउरा, भुजा, चिसो, सलादहरू, अचारहरू सबैजनालाई हामी दिँदैछौँ। अब हामी पनि खान्छौँ उनीहरू सबैलाई दिइसकेपछि। हामी हाम्रो ड्राई पिकनिक सिद्ध्याएर घर अघि खाएर अघि खाना के अरे भोक लागेर हिँड्न नसकेको